सोद्धाखेरि त्यो त इन्जिनियर सरहरूलाई दिने यो नक्सा उहाँहरूले बनाएको भनेर हजुरले भन्नुभयो होइन? कसलाई दिने पैसा? त्यो रासो तिरेको रसिद थियो। अब उहाँले लिने नलिने अब के अरे उहाँहरूको कुरा हो। अब प्राइभेट उसमा बनाएर भन्ने उसको उहाँहरूले नक्सा बनाइदिनु भयो। प्राविधिकहरूले उहाँहरूले नक्सा बनाइदिनु भयो। पैसा लिने नलिने उहाँहरूको कुरा हो। त्यही। तपाईँको नाम भन्नु? मेरो मुक्तिनाथ पद सहायक 5 हो। नक्सा बनाउने उहाँहरूले हो? होइन होइन, उहाँहरूसँग कन्ट्याक्ट गरेर उहाँहरूले नक्सा उहाँ मार्फत बनाउन आउनुभयो। अब यहाँ रासो तिरेर यत्रो कुरा थाहा, यत्रो सबै त कुरा थाहा, उहाँलाई कन्ट्याक्ट गरेर उहाँहरू मार्फत गराउन लाउनु भयो भन्ने पनि थाहा छ तपाईँलाई? त्यस्तो होइन सर। यत्रो कुरा थाहा छ, अर्काको यत्रो कुरा थाहा हुन्छ तपाईँलाई? त्यस्तो होइन। नक्सा उहाँहरू मार्फत जाने उहाँले अब त्यो अभिलेखीकरण गर्नुभयो। अभिलेखीकरण उहाँहरू मार्फत बनाउनु भयो। उहाँले कता कन्ट्याक्ट गरेर अब कसरी गर्नुभयो? तपाईँलाई कसरी थाहा भयो? उनीहरूले भनेर? होइन सर। कसरी थाहा भयो? उहाँले भनेर? होइन, त्यो थाहा कसरी भयो? होइन, उहाँहरूसँग कन्ट्याक्ट उहाँले गर्नुभयो। अब उहाँहरूले आफैले बनाउनु भयो कि अन्त जाने कन्ट्याक्टसँग बनाउनु भयो, त्यो कुरा उहाँहरूले जान्ने कुरा भयो कि। पहिले एउटा कुरा सुरुमा के भन्नुभयो? नक्सा उहाँहरूले बनाउनु भयो भन्न माथि देखाउनु भयो चोरौँला। दोस्रो कुरा के भन्नुभयो? उहाँहरू मार्फत कन्सल्टेन्सीले बनाउनु भयो भन्न दोस्रो कुरा भन्नुभयो। फेरि तेस्रो कुरा के भन्नुभयो? उहाँले बनाउनु भयो कि उहाँले अर्कालाई दिनुभयो त्यो जान्ने कुरो भएन भन्न तिनवटा कुरा मैले नबुझेकै कारण यही हो। तर अपिलजी अनि यहाँ आउने सेवक राईलाई तपाईँ यस्तो प्रशासनमा बसेको मान्छेले यो त उहाँहरूले दिने पैसा हो, यो कुर्सीमा बसेर राजस्व बाहेकको पैसा लिन पाउँछ सरकारी कर्मचारीले? यो व्यापार गर्ने ठाउँ हो, कुनै कर्मचारीको दोकान हो कि नागरिकलाई सेवा गर्न सरकारी सेवा सुविधा खाएर राखेको कर्मचारी हो? त्यो त पाइएन सर। अब त्यो उहाँहरूको कुरा के भयो, कति यहाँ बनाउनु भयो, त्यो कुरा कति दिनुभयो, त्यो कुरा हामीलाई थाहा भयो। तपाईँलाई जम्मै थाहा रहेछ कुरा? अब उहाँहरूले बनाउनु भयो भने भन्नुहुन्छ चोरौला माथि गरेर उहाँहरूसँग मार्फत भएर उहाँहरूले अब कन्टेन्टसँग बनाएर अब कसरी ल्याउनु भयो त्यो त तपाईँहरूको कुरा, उहाँहरू मार्फत प्राविधिक कुरा उहाँहरूको कुरा भयो नि सर। तपाईँहरूको कुरा तपाईँलाई कसरी थाहा भएको थियो नि? तपाईँले त भन्नुभयो नि त उनीहरू बस्नुहुन्छ भनेको नि त। प्राविधिकहरूसँग कन्ट्याक्ट गरेर कसरी बनाउनु भयो, कन्टेन्ट बनाउनु भयो कि उहाँहरूले आफैले बनाइदिनु भयो कि अब त्यो कुरा त उहाँहरू जानकारी नभएको कुरा, जानकारी छैन भन्ने हो। तर तपाईँलाई जम्मै जानकारी रहेछ। फेरि उहाँहरूले कसरी बनाउनुहुन्छ, उहाँहरूले कहाँ बनाउनुहुन्छ, क्यारेर बनाउनुहुन्छ, जम्मै थाहा रहेछ तपाईँलाई। फेरि प्राविधिक पाटो तपाईँलाई जम्मै थाहा रहेछ क्या त्यो समस्या। यहाँको समस्या के हो भने तपाईँलाई पनि थाहा रहेछ यो कुरा। सचिवजी